हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ आज बिहानै उठेर बाख्रालाई चाहिँ बसाउनुको लागि माल्खु पिस्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले जाँतो रेडी गरेर माल्खुलाई पिस्दैछु। माल्खु पिसिसकेर चाहिँ म चाहिँ किचनमा गएँ। किचनमा जाँदाखेरि चाहिँ बिरालो बसिरहेको थियो, उसलाई चाहिँ मैले एकछिन जिस्काएँ। अनि त्यस पछाडि बाहिर गएर आगो फुकेँ। अनि आज बिहानको मौसम चाहिँ यस्तो भएको थियो। अनि त्यस पछाडि पानी थापेर मैले चाहिँ चावामा लाउनुको लागि नुन लिएर गएर चावामा लगाइदिएँ। अनि अघि पिसेको पिठोलाई पनि लगाइदिएँ। अनि म चाहिँ चिया खाँदैछु। चिया खाइसकेर चाहिँ म चाहिँ घाँस काट्नुको लागि हँसिया र पन्जा बोकेर गएँ साथीहरू। अनि यो चाहिँ हो मैले घाँस काट्नुको लागि लिएर जाने डोको। तर यसमा चाहिँ डोरी थिएन नि त पछाडि बाँध्ने, त्यही भएर मैले चाहिँ डोरी पनि लिएर आएर डोकोमा बाँध्दैछु। बाँधेर चाहिँ म फेरि पनि घाँस काट्नुको लागि बारीतिर जाँदैछु साथीहरू। बारी चाहिँ खासै टाढो थिएन, मैले चाहिँ घर नजिकै घाँस काट्नुको लागि गएँ। घाँस काट्दैछु साथीहरू। मैले चाहिँ घाँस काटेर आज पनि म चाहिँ मेलो जानुपर्ने हुन्छ। म चाहिँ भन्दा नि बहिनी र म। अनि त्यस पछाडि हतार म चाहिँ घाँस काटेर भारी लाउँदैछु डोकोमा भारी लाइसके साथीहरू। मैले चाहिँ डोकोमा भारी लाएर म चाहिँ बोकेर घरतिर जाँदैछु साथीहरू। घर चाहिँ खासै टाढो थिएन नि त मैले घाँस काट्ने ठाउँदेखि, त्यही भएर म चाहिँ पुगेर भारी पनि बिसाइसकेँ। म चाहिँ सुँगुरलाई चारो दिँदैछु। सुँगुरको लागि चारो सुँगुरलाई चारो दिएर जानुपर्ने थियो, त्यही भएर म चाहिँ सुँगुरलाई चारो हिजो रक्सी पारेको कट यो पनि सुँगुरलाई दिनुपर्ने हुन्छ। सुँगुरलाई दिन्छु। मैले चाहिँ अब सुँगुरलाई चारो मैले सानो थियो नि त सुँगुर, त्यही भएर सानै बाल्टीमा सुँगुर सानो छ, त्यही भएर चारो चाहिँ मैले यति मात्रै लिएर जानुपर्ने हुन्छ। मैले लिएर गएको चारो म चाहिँ सुँगुर पुगेर उसलाई चारो खाँदैछ। अब अझै सुँगुरलाई चारो दुईटा सुँगुरलाई मैले चाहिँ चारो लाउनु पर्ने हुन्छ। सुँगुर त्यो पर अघि मैले देखाएको आएर रेडी गरेर सुँगुरलाई पनि चारो ल्याइदिइसकेँ। यसलाई पनि चारो लगाइदिइसके। सुँगुरले चाहिँ चारो खायो, यो ठुलोले पनि राखिन। अनि त्यसपछि खाना चाहिँ खाइसकेको यो चाहिँ हो हाम्रो साइला अङ्कलको धान। यो चाहिँ हरियो फल्किसकेको छ, अस्ति नै रोप्नु भएको थियो। अनि हामी चाहिँ मेलो जाँदै त्यो हो आज हामीले रोप्ने बिउ यहाँनिर छ। कुस्टिया चाहिँ आउँदै हुनुहुन्छ सक्षम, यहाँ चाहिँ सक्षम आउँदै हुनुहुन्छ साथीहरू। हाम्रो धान रोप्ने ठाउँ यहाँनिर घरदानी यहाँनिर चाहिँ घरदानी उभिनु भएको छ। अर्कै पनि आउनु भएको छैन, अर्कै पनि आउनु भएको छैन। दिदी चाहिँ यता राख्नु बहिनीलाई देखाउनुको लागि हल्का जुम पारेको थिएँ। अनि त्यस पछाडि हाम्रो मेलो रेडी भएको थियो, त्यही भएर धान रोप्नुको लागि हामी चाहिँ गइसकेको थियौँ। अनि मैले चाहिँ बिउ रेडी गरेर हामी चाहिँ धान रोप्दैछौँ साथीहरू। यो चाहिँ हो धान रोपेको। यहाँ चाहिँ बहिनी एक्लै हुनुहुन्थ्यो धान रोप्दै, यता चाहिँ तुम्मा र बहिनी हुन्थ्यो, बहिनीले बिउ देखाउँदै हुनुहुन्थ्यो। अनि यता चाहिँ दिबाजीको खाजा खानुको लागि हामी घरमा आएको थियौँ। लाठीहरू चाहिँ अघि नै आएर खाजा खाँदै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी पनि आएर खायौँ। खाएर चाहिँ हामी फेरि पनि धान रोप्नु गयौँ साथीहरू खेतमा। अनि यो भिडियो चाहिँ मेरो बहिनीले गरिदिनु भएको हो नि त, त्यही भएर तल धान रोप्दैछु। अनि बहिनीलाई चाहिँ मैले हाई भन्दैछु। अनि त्यस पछाडि यो चाहिँ हो आज हामीले धान रोपिसकेको। आज हामीले चाहिँ यति धान रोपेको थियौँ। बहिनी र म चाहिँ घर फर्काउँदैछौँ मेलोदेखि। मेरो भिडियो चाहिँ कस्तो लाग्छ साथीहरू तपाईँहरूलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई बाई।